फाइनली गाइज आज हामी पनिर बनाउँदैछौँ। फटाउनको लागि भेनिगर हालिसक्नुपर्छ। भेनिगर हालिसक्यौँ हामीले। यो अलरेडी फाट्दैछ। यो फाटे बापत हामीले अब बिस्तारै यो बस्छ है। बस्यो भने हामीले एउटा कपडामा छान्नुपर्छ अनि पनिर बनाउने तरिका हामी देखाउँदैछौँ र पनिर बनाएर हजुरलाई म भिडियोमा हाल्नेछु। त एउटा थाल राख्नुपर्छ अनि यस्तो भारी चिज पानी भरेर राख्नुपर्छ। पानी निक्लियो भने पनिर एकदम साह्रो हुन्छ। अब हामीले यो पनिरलाई खोल्छौँ। खोलिसकेपछि हामीले यो पनिरलाई काट्छौँ। साइडबाट सबै काटिसकेपछि बिचको भाग यस्तो हुन्छ। यो पनिर यस्तो हुन्छ, एकदम सेतो अनि हार्ड हुन्छ। त्यो भएर पनिर बनाउने तरिकाहरूको लागि भिडियो हेर्न सक्नुहुन्छ।